नमस्ते साथीहरू, गीता फर असको एपिसोड 3मा तपाईहरुलाई स्वागत छ। आजको विषय हामी सबैको लागि एकदमै रिलेटेबल छ, ओभर थिंकिङ र यो चञ्चल दिमागलाई कसरी ठेगान लगाउने। आजको समयमा मानसिक शान्ति पाउनु भनेको एउटा ठूलो चुनौती भइसकेको छ नि होइन र? त्यसैले हामी सिधै आजको विषयवस्तुमा जाउँ है त। सबैभन्दा पहिला म तपाईहरुलाई एउटा सिधा प्रश्न सोध्न चाहन्छु। के तपाईले पनि राति सुत्ने बेला नचाहिँदो कुराहरू सोचेर दिमाग नै फुट्ला जस्तो हुन्छ? दिनभरिको कामले लखतरान परेर सुत्न खोज्यो, तर दिमागले चाहिँ म्याराथन दौडिन थाल्छ। पुराना गल्तीहरू, बोलीको चिन्ता, कसले के भन्यो भन्ने कुरा, उफ। तर चिन्ता नगर्नुस्, यो एकदमै आम समस्या हो र प्राचीन ज्ञानले हामीलाई सम्झाउँछ कि तपाई यसमा पटक्कै एक्लो हुनुहुन्न। अब कुरा गरौँ भाग 1, यो मंकी माइन्डको समस्याको बारेमा। सुन्दा अचम्म लाग्न सक्छ, तर यो अत्याधिक सोच्ने समस्या आजको यो नयाँ युगको मात्र उपज चाहिँ होइन है। हजारौं वर्ष अगाडि कुरुक्षेत्रको युद्धभूमिमा महान योद्धा अर्जुनको समस्या पनि ठ्याक्कै यही थियो। उनले कृष्णलाई निराश हुँदै भनेका थिए, कृष्ण, यो दिमाग यति चञ्चल, यति जिद्दी र बलियो छ नि कि यसलाई नियन्त्रण गर्नु भनेको त हावालाई मुठीमा समात्नु जस्तै असम्भव छ। के यो सुन्दा तपाईलाई आफ्नै कथा जस्तो लागेन र? हामीलाई पनि ठ्याक्कै त्यस्तै लाग्छ नि। यसले के देखाउँछ भने यो चञ्चल दिमाग विशुद्ध मानवीय अवस्था हो। भाग 2, साथी वा शत्रु। मस्तिष्कको यो रोचक द्वैततालाई बुझौं। प्राचीन ज्ञानले हाम्रो आफ्नै मस्तिष्कको बारेमा एउटा साँच्चै नै शक्तिशाली द्वैतता प्रस्तुत गर्छ। गीताले स्पष्ट रूपमा भन्छ, तिम्रो दिमाग नै तिम्रो सबैभन्दा ठूलो फ्रेन्ड अर्थात् साथी हो र यही नै तिम्रो सबैभन्दा ठूलो एनिमी वा शत्रु पनि हो। यदि तिमीले यसलाई कन्ट्रोल गर्यौ भने यसले तिमीलाई सफलताको उचाइमा पुर्याउँछ, तर यदि यसलाई यतिकै छाडिदेऊ भने नि यसैले तिमीलाई डुबाउँछ। कुरो एकदम सिधा छ। त्यसैले अब जाउँ भाग 3 तर्फ, दिमाग तह लगाउने 2 शक्तिशाली हतियारहरू। त्यसो भए यो दिमागलाई हामी कसरी जित्न सक्छौं त? कृष्णले अर्जुनलाई कुनै म्याजिक वा जादुमन्त्र सिकाउनु भएन। उहाँले 2वटा एकदमै प्र्याक्टिकल हतियार दिनुभयो। पहिलो हतियार हो अभ्यास, जसको अर्थ हो कन्स्टेन्ट प्र्याक्टिस वा बारम्बार प्रयास गरिरहनु। दिमाग अन्तै भाग्यो, फेरि तानेर फोकसमा ल्याऊ। यो एक दिनमा हुँदैन है साथीहरू, यो त एउटा जिम गएर मसल बनाए जस्तै मेन्टल ट्रेनिङ हो। जसरी शरीर बनाउन दिनहुँ व्यायाम चाहिन्छ, त्यसरी नै दिमागलाई शान्त राख्न धैर्यता चाहिन्छ। अनि दोस्रो हतियार हो वैराग्य अर्थात् डिट्याचमेन्ट वा अनासक्ति। धेरैलाई लाग्छ वैराग्य भनेको संसार छोड्नु हो, तर त्यस्तो पटक्कै होइन। यसको अर्थ हो बाहिरी कुराहरू जस्तै सोशल मिडियाको भ्यालिडेसन वा अरूको कमेन्टले आफ्नो शान्ति भङ्ग गर्न नदिनु। जे कुरा मेरो हातमा छैन त्यसको चिन्ता म गर्दिन भन्ने सोच्नु नै वैराग्य हो। आफ्नो भित्री शान्तिलाई बाहिरी उथलपुथलबाट जोगाउने यो गजबको तरिका हो नि। भाग 4, आफ्नो दिमागलाई कसरी तालिम दिउने। हाम्रो भित्री संयन्त्रले कसरी काम गर्छ भनेर बुझ्न यो उत्कृष्ट रूपक हेरौं। गीताले भन्छ, हाम्रो बुद्धि वा इन्टेलेक्ट दिमाग वा माइन्ड भन्दा माथि हुनुपर्छ। जब हाम्रो इन्टेलेक्ट बलियो हुन्छ तब मात्र हामीले यो मंकी माइन्डलाई तह लगाउन सक्छौं। तपाईको दिमाग एउटा घोडा जस्तै हो, जसलाई फोकसको लगामले बाँधेर राख्नुपर्छ र त्यो लगाम समात्ने सारथी तपाईको बुद्धि हुनुपर्छ। जब तपाईं मेडिटेसन वा ध्यानमा बस्नुहुन्छ तब आफ्नो ध्यानलाई यताउता भड्किन नदिई एउटै बिन्दुमा स्थिर राख्ने कोसिस गर्नुहोस्। यसले तपाईको मेन्टल क्ल्यारिटी ह्वात्तै बढाउँछ। जब यो चञ्चल दिमागले फेरि दुःख दिन थाल्छ नि, यो 4 चरणको अभ्यास अपनाउनुहोस् है। पहिलो, आफू ओभरथिंकिङ गरिरहेको छु भनेर महसुस गर्नुहोस्। दोस्रो, ती विचारहरूसँग नलड्नुहोस्, तिनीहरूलाई केवल आउन र जान दिनुहोस्। तेस्रो, तुरुन्तै आफ्नो ध्यानलाई वर्तमानमा फर्काउनुहोस्। र चौथो, आफूलाई कुनै गाली नगरी यो प्रक्रिया धैर्यतापूर्वक दोहोर्याउनुहोस्। यो अभ्यासले बिस्तारै दिमागको बानीलाई सुधार्छ। यी सबै अभ्यासहरूलाई सहज बनाउन तपाईले सत्व वा सन्तुलन विकास गर्नुपर्छ। यसको मतलब सफा खानपान, पर्याप्त आराम, प्रकृतिसँग अलिकति समय बिताउने, हल्का व्यायाम र सकारात्मक संगत। यी कुराहरू सामान्य लागे पनि यिनले हाम्रो मानसिक स्वास्थ्यको लागि एकदमै बलियो जग निर्माण गर्छन्। शरीर र जीवनशैली सन्तुलित भयो भने मात्र दिमाग शान्त हुन सक्छ, होइन त? र अन्त्यमा कल टु एक्सन, दिमागलाई वशमा राख्ने यो यात्राको सुरुवात गरौँ। दिमागलाई शत्रु होइन साथी बनाउनुहोस्। यो आजैदेखि सम्भव छैन, तर हामीले अघि कुरा गरेको अभ्यासले पक्कै सम्भव छ। अब म तपाईहरुलाई एउटा कुरा सोध्छु, तल कमेन्ट गर्नुहोस्। तपाईलाई ओभरथिंकिङ हुँदा दिमागले सबैभन्दा बढी कुन कुरा सोच्न बाध्य पार्छ? अर्को एपिसोडमा हामी कुरा गर्नेछौं सेल्फ कन्फिडेन्स कसरी बढाउने। यो भिडियोलाई लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुहोला है त। नमस्ते।